हाई फ्रेन्ड्स, म आज केला बारी आएको छु। ल टन्न यो बारीमा केला मात्रै छ नि त, हेर्नु त यो केला बगैया हो, केलाको झार मात्रै छ नि यार। एक्लै आएको छु, कहीँ बाघको डर लाग्छ यार। कहीँ बाघ साग बाघले कहीँ फेरि तन्नै तान्यो भने बर्बाद छ यार पुरा। ल हेर्नु न, पुरा केला बारी टन्नै छ के छ। यस्तो हल्का यहाँ हल्का हेरौँ कि भनेर आएको छु म। पुरा सागभाजी पनि छ क्या यहाँ, यस्तो यस्तो सबै पाइन्छ। त्यही भएर चाहिँ म यहाँ आएको। आम्मामा डर लाग्दो रहेछ नि त यार यहाँ त। कहीँ बर्दियातिर बाघले चाहिँ मान्छे तन्न तान्दै लग्दै गर्छ, त्यस्तै लग्यो भने फेरि बर्बाद होला है। यहाँ पुरा सन्नाटै रहेछ क्या, फेरि डर लाग्दो। केलाका पौधा चाहिँ दामी दामी छन्। ल यो पाप्रेहरू तोड्न आएको म। यो सागभाजी ल हेर्नु त, यो सिमी के हो, सिमी पनि रहेछ नि त यहाँ। यस्तो यो पाप्री तोड्न चाहिँ आएको म। पाप्री तोड्न त आएको छु, तर डर चाहिँ लास्टै लाग्छ यार। अनि पुरा यस्तो जङ्गलमा त बाघ हुन्छ नि त फेरि। ल गुलाबको फुल पनि दामी रहेछ है। हा क्या मस्त दामी छ यार गुलाबको फुल चाहिँ। टिपेर लैजान भने जस्तो लाग्यो यार, दामी रहेछ। ए अंकल, कोई है इधर? अंकल जी, कोई नहीं है यार। आज एक बूढ़ा अंकल आते थे, वो अंकल नहीं है, आज अकेले हूँ मैं यार इधर। कहीं बाघ साग तो नहीं है यार। पूरा जंगल एरिया रहेछ क्या। ल यो भाटाहरू फलेर पनि यो भाटा हल्का म लिन आएको छु। त्यो अंकल चाहिँ आएको छैन नि, त्यही भएर म आएको है। भाटा चोरी गर्न आएको छु क्या म। यो भाटा चोरी गर्न आएको छु यार। पुरा साग चाहिँ ल हेर्नु, के हो यो, बेथु भन्छ नि यसलाई, बेथुवा पनि रहेछ यार यहाँ त। ए जङ्गल मात्रै रहेछ, आलु बारी भयो। हस् ठाउँ चाहिँ जे होस् दामी रहेछ यार।